अब ग्रिड बनाइसकेपछि तपाईँले नेपालको म्याप सजिलोसँग बनाउनको लागि यहाँ केही चिन्हहरू लगाउनु पर्ने हुन्छ यो लाइनहरूमा होइन। म देखाउँछु, यहाँ हेर्नुहोस्। यो लाइनमा तपाईँले यसको लगभग आधातिर 4 सेन्टिमिटरको 2 सेन्टिमिटर जतिमा आधातिर गर्नुहोस्। एक्ज्याक्ट बनाउनु पर्दैन है, एक्ज्याक्ट बनाउन पर्दैन। त्यही भएर अब यसको पनि आधामा चिन्ह लगाउनुहोस् अनि यसको पनि आधा यहाँनिर अनि यसको पनि आधामा बनाउनुहोस्। यसरी चिन्ह लगाउनुहोस् अनि यहाँनिर नेपालगञ्ज भएको क्रसिङ पोइन्ट हुन्छ, ठ्याक्कै यसको यस्तो क्रसिङ पोइन्टमा चिन्ह लगाउनुहोस्। त्यसपछि यसको पनि आधामा यसरी। त्यसपछि यसको चाहिँ 1 सेन्टिमिटर लगभग 1 सेन्टिमिटर जतिमा चिन्ह लगाउनुहोस्। यसको पनि 1 सेन्टिमिटर। यहाँ 0.2 तल 0.2 सेन्टिमिटर अनि यहाँनिर पनि 0.2 तल। यति चिन्ह लगाइसकेपछि अब यहाँ जम्मा 10 वटा चिन्ह छ, हेर्नुहोस्। 1 2 3 4 5 6 7 8 9 10। यति 10 वटा चिन्ह लगाइसकेपछि नेपालको म्याप बनाउन सजिलो हुन्छ। अब हामीले यहाँबाट बनाउन सुरु गर्छौँ। यहाँनिर यस्तो छ, यो देब्रे साइडभन्दा दाहिने साइडमा अलिक धेर आएको हुन्छ है, यस्तै। अनि यहाँ चाङ्ला हिमाल भएको ठाउँ हो, यस्तो बनाउनुहोस्। त्यसपछि अब यहाँको चिन्ह लगाएको ठाउँबाट यसरी बनाउनुहोस्। मुस्ताङ भएको ठाउँ, मुस्ताङदेखि यहाँसम्म। अब तपाईँले यहाँनिर माउन्ट एभरेस्ट भएको ठाउँमा यसरी चाहिँ यहाँदेखि बनाउनुहोस्। अनि यहाँनिर कुम्भकर्ण कञ्चनजङ्घा भएको हिमालको ठाउँनिर अनि यहाँनिर यसरी उठेको छ अनि यसरी यहाँनिर यसरी आउँछ। त्यसपछि यहाँनिर झापाको यहाँनिर टर्निङ पोइन्ट छ, यस्तो आएको छ झापामा अनि यस्तो। अब यताबाट बनाउन थालौँ फेरि सुरु यतादेखि बनाउँदा अलिक एकुरेट नहुनसक्छ, बनाउन अप्ठ्यारो हुनसक्छ। त्यही भएर यहाँबाट बनाउन सुरु गरौँ। यो आधा यहाँनिरबाट यस्तै आउँछ, धनगढी भिमदत्त नगर हुँदै यस्तो छ यहाँ। त्यसपछि यस्तो यति बनाउनुहोस्। अनि यहाँनिर चितवन भएको ठाउँ छ, यो चितवन यहाँदेखि बनाउँदै जानुहोस्, यस्तो छ। अनि यहाँनिर वीरगञ्ज भएको ठाउँमा यहाँनिर यस्तै आएर भर्टिकल्ली यस्तो यस्तो आएको छ, त्यसपछि यता घुमेको छ। अनि यहाँनिर जनकपुर भएको ठाउँमा यस्तो आएको छ। यति बनाइसकेपछि अब यहाँनिर अझै थपौँ अर्को यो स्टेपमा। यहाँनिर गणेश हिमालबाट सुरु गरौँ। गणेश हिमाल यस्तो छ। त्यसपछि यहाँनिर लाङटाङ हिमालमा यस्तो आएको छ अनि यस्तो। त्यसपछि यहाँनिर गौरीशङ्कर हिमाल भएको ठाउँमा अलिकति यता ढल्केको छ, अलिकति यता भएको छ। त्यसपछि यस्तरी बनाउनुहोस्। अब अझै थपौँ। यहाँनिर सप्तकोशी यस्तो आएको छ। अब यहाँनिर पनि कपिलवस्तु भएको ठाउँमा हामी यस्तो बनाउँछौँ, यस्तरी भित्र पसेर यता आएको छ। त्यसपछि अब हामी यसलाई जोड्छौँ। यसलाई जोडेपछि नेपालको नक्सा बन्छ।
हामी यहाँबाट सुरु गरौँ। यहाँबाट यसरी आउनुस्, यसरी जोड्दै ल्याउनुस्। यहाँनिर यसरी जोड्नुस्, यहाँनिर यस्तो, यहाँनिर पनि यसरी जोड्नुस् अनि यहाँनिरबाट यसरी जोड्दै जानुस्। सजिलो छ, अब जोड्दै जोड्दै मात्रै जाने हो। यहाँनिर यसरी आएको छ हैन, यहाँ यसो गरौँ, यताबाट यता आएको छ, बसेको छ, त्यसपछि यसरी आएको छ। अब हामी यहाँनिर फेरि आउनुस्, यस्तो यहाँ अपी हिमाल भएको ठाउँ, यहाँनिरबाट यस्तै गर्नुस्। यस्तो, त्यसपछि यहाँबाट यसरी ल्याउनुस्, यसरी जोड्नुस्। नेपालगञ्ज सिधै यहाँसम्म यस्तो छ अनि यस्तो आएर यसरी अनि यसलाई जोडिदिनुस्। चितवनदेखि यस्तरी सिधै अनि यहाँ। अब यहाँबाट फेरि यस्तरी जोड्दै ल्याउनुस् अनि यहाँबाट फेरि यसरी लानुस् अनि यहाँबाट जोड्दै लानुस्। अरू केही गर्न पर्दैन। तपाईले देख्न सक्नुहुन्छ यहाँ नेपालको नक्सा ठ्याक्कै नभनौँ तर यतिको राम्रो छ। यसरी सजिलो तरिकाले बनाउन सक्नुहुन्छ ग्रिड मेथडले। तपाईहरु बनाउनु भयो पनि होला मसँगै। तपाईले यो भिडियो हेरिदिनु भयो त्यसको लागि धन्यवाद।